नमस्कार। दमै दाइको बाजा भाग 10 मा यहाँहरुलाई स्वागत छ। दमै दाइको बाजाको आज अन्तिम भाग पनि हो र अब भगवानले वरदान दिइसक्नु भएको थियो पण्डितलाई र पण्डित पनि हर्षित मुद्रामा उठेको थियो र पण्डित बाजेले पनि दमै दाइकै तरिकाले चाहिँ बाजा मागेको थियो भगवानसँग र त्यसपछि पण्डित उठ्ने क्रममा चाहिँ उसको अम्खराको पानी ढलेर अम्खरा ढलेर चाहिँ ठुलो आवाज आएको थियो र त्यसै पण्डित बाजेको घरको बाटो भएर चाहिँ के चोरहरू चाहिँ दमै दाइको बाजा चोर्न भनेर गएका थिए। तर दमै दाइको घरमा चाहिँ केही पाहुनाहरू आएर बसेका थिए, उहाँको भाइ बरौदाहरू, र उहाँहरूकै बाजा चाहिँ रातिको बेलामा त्यही चोरहरूले चोरेर ल्याएको थियो। दमै दाइको बाजा भने दमै दाइले सधैँ आफ्नै सिरानीमा राखेर सुत्नुहुन्थ्यो, किनभने त्यस बाजा निकै दिव्य बाजा थियो र भगवानले दिएको बाजा थियो। त्यसैले त्यो बाजा भने सुरक्षित थियो र अरू 4 वटा बाजाहरू चोरले लिएर आएका थिए र पण्डितको अम्खराको आवाज सुनेर त्यस पण्डितकै घरमा चाहिँ 4 वटा बाजाहरू फालेर गएका थिए। पण्डित बा तल ओर्लेर हेर्नुभयो त 4 वटा बाजा छ, तर सुनको बाजा भन्ने कुनै पनि छैन र पण्डित बा रोएर भाव बिहाल भएर चाहिँ त्यहाँ मूर्छित हुनुभयो। र यस कथाबाट चाहिँ के बुझ्न सकिन्छ भने, कथाले दिन खोजेको चाहिँ के हो भने, तपाईको भगवानले चाहिँ तपाई हामी कसैलाई पनि जातिमा हेर्दैन। तपाई बाहिर बसेर पूजा गर्नुहोस् या भित्र बसेर पूजा गर्नुहोस् या बाजा बजाएर पूजा गर्नुहोस् या त फूलपाती दिएर पूजा गर्नुहोस्, त्यसमा भगवानलाई केही फरक पर्दैन। भगवानलाई सिर्फ फरक पर्छ त भावले फरक पार्छ र भगवानलाई इच्छाले फरक पार्छ र भगवानलाई चाहिँ एकदम निस्वार्थले फरक पार्छ, न कि भगवानलाई चाहिँ जात पात नक्षत्र केही हेर्नुहुन्न। भगवानले न त औँसी हेर्नुहुन्छ, न पुण्य हेर्नुहुन्छ, न चन्द्रग्रहण हेर्नुहुन्छ, न सूर्यग्रहण नै हेर्नुहुन्छ। भगवानलाई सिर्फ चाहिन्छ त के भाव चाहिन्छ। यो कथाले भन्न खोजेको यही नै हो। यतिखेरसम्म यस कथालाई हेरिदिनु भयो र कथा पनि बुझ्नु भयो होला। धेरै धेरै धन्यवाद। र यस्तै कथाहरू हेर्न चाहनुहुन्छ भने यस पूर्ण कङ्गाई युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला। धन्यवाद।